साथीभाइ हेल्प पनि गर्नु छ, बार्गेनिङ पनि गर्छ, अनि कहाँबाट हुनु। झन् हेल्प गरे साथीभाइलाई 100 रुपियाँ भन्छ, 150 रुपियाँ भन्छ, कसरी गाडी खानु। होइन अब हेल्प भनेको कस्तो हुन्छ भने अब मैले पनि सामान किनेर लिएर आएको हो नि त। मैले सामान किनेर ल्याएर अब उहाँलाई चित्तैमा हालिदिनु के हेल्प हो कि उहाँलाई आपत परेको बेलामा मैले सहयोग गर्नु हेल्प हो। अब तपाईँहरू पनि यसको डिसिजन गर्नु होला। के भने कसैले भन्ला हेल्प भन्छस्, पैसा दिन्छस् त भन्छ होला। तर अब मैले पनि सामान किनेर लिएर आएको हुन्छ नि त। अब यदि मैले इग्नोर पनि गरेर हिँड्न सक्थेँ होला उहाँलाई, तर पनि मैले इग्नोर गरेर हिँडेन नि त, किनकि उहाँलाई कहाँ पुग्नु पर्ने होला, समस्या भयो भनेर मैले पनि उहाँलाई के भयो अङ्कल, के भयो दाइ भनेर सम्बोधन गरेँ। उहाँको बाइक बिग्रिएर रहेछ, त्यसैले गर्दाखेरि अब अन्यथा नसोच्नु होला, मैले पनि किनेर लिएर आउनु पर्ने हुन्छ। एउटा हेल्प गरे हो, कम पैसा लिएर हेल्प गरेँ नि त। अनि उहाँले बिग्रेको बाइक बिग्रेको मैले बनाएर हेल्प गरेँ नि त। त्यसैले गर्दाखेरि मेरो अब दायित्व भनेको अब म मेकानिकले अब कसैको बाइकहरू यदि बिग्रिन्छ भने मैले बनाउनु मेरो कर्तव्य हो। बाटोमा कसैले दुःख पाउँछ भने मैले बनाउनु मेरो कर्तव्य हो। अब तपाईँको कसैको अब घरमा बिरामी छ, त्यो म गएर बनाउने उपचार गर्ने त म सक्दिनँ पनि। मेरो आफ्नो जे छ मैले सक्ने मैले त्यही गर्ने त हो नि। ल हस् हजुर, ग्यारेज आइसक्यो। आजको लागि भ्लग यति नै, धन्यवाद।